पास हो अनि बल्ल एउटामा 1 वर्षमा पास अर्कोमा 2टा एस्ट्रिक छ 2 वर्षमा पास अर्को एउटा सब्जेक्ट छ 3टा छ यस्तो एस्ट्रिक तारै 3टा स्वर्णिम तारै 3टा आछ यो मतलब यस्तै टुवा परे यार भयो के जिन्दगीमा बल्ल 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 तपाईको मैले +2 5 वर्षमा पास गरेँ के 5 वर्ष +2 पास गर्ने पनि कति वर्षमा छ भने मलाई थाहा थिएन त्यो 6 वर्ष क्या 6 वर्षमा 7 वर्षमा तपाईले यो दिवस पाउनु हुन्न रहेछ क्या त्यो पनि मलाई 5 वर्षमा आएर कसरी थाहा भएन काम गर्थे अब हाम्रो त खाना बस्छ साह्रै दाउदो हुन्थ्यो म्याम हैन बाबुले त मलाई टेस्ट पास गरेदेखि मेरो बाबुबाट मैले 1 रुपैयाँ ल्याएको छु गुठी मान्छे बाबुले मलाई के भन्छ एसएलसी दिनलाई सदरमुकाम आथे अनि थ्रु कोठामा एउटा थ्रु कोठा बसिरहेको बाबुले मलाई के भन्नु हेर सर तिमी भन्दा दाइले अनि काठमाडौँमा काम गरेका छ पढेका छ तिमी बाहिर छ के भन्छ आफ्नो के हुन्छ किन बाहिर चाहिँ बाबुले भने यसैलाई नै के भन्छ बाबुले हेर सर तिमीलाई मैले टेस्ट पास गराएँ अब तिमीले एसएलसी दिन्छौ लगभग त्यसको लागि मेरो खर्च लाग्यो आजदेखि तिमीले बाउ पास गर किनभने तिमीभन्दा पछाडि 3 जना भाइ हुन्छ जो पढ्दैछ तिमीलाई मैले अबदेखि दिने भन्छ आफै दे छोराइलो होइन अनि मलाई त्यो अहिलेसम्म लागेको छ क्या यो 20-21 वर्ष पहिलाको कुरा क्या मलाई अहिले पनि बाबु त्यो कोड थाहा थियो त्यसपछि मैले ठिकै छ बाबुले दिने रहेछ भोलिभरि सम्पत्ति दिएर जिटेर पैसा हाल्दियो त्यो वर्षदेखि मैले 1 रुपैयाँ पाएका छैन अब आयो तपाईँको पुरा काम गर्नुपर्ने यताउता दौड चल्थ्यो त्यसपछि तपाईँको मैले 12 पास गरेँ यो 5औं वर्ष पनि मलाई कसरी थाहा भयो भने गर्लफ्रेन्ड दिएका मेरो गर्लफ्रेन्डले चाहिँ ब्याचलर पास गरेको थियो होइन अनि उसले चाहिँ अब हुन्थ्यो नि त गफसप त होइन अनि त्यसपछि त मेरो एउटा सब्जेक्ट थियो भने अनि कति वर्ष भयो 5 वर्ष अर्को वर्षदेखि त इक्जामै दिन पाएन जहाँ गएर इक्जाम दिएर क्या अनि मेरो मलाई हतार गएर चाहिँ इक्जाम दिएँ मलाई एकाउन्ट लाग्थ्यो क्या म्याम मलाई एकाउन्ट लाग्थ्यो अनि एकाउन्टमा त 2-3 तार लागिसकेको थियो पहिला फर्स्ट इयर सेकेन्ड इयर मेरो अब अहिले त लास्ट इयर थियो अनि इक्जाम चाहिँ के भयो भन्नुहुन्छ भने यो अलिकति बाहिरको कुरा गरेँ होइन किन 10 बजाउँछ नि त नत्र 60 किन भन्नुहुन्छ भने तपाईँको मैले त 5 मिनट पढाइदिन्छु यो 7 वर्षमा काम गरेको म तपाईँलाई 10 देखि 15 मिनट पढाइदिएर सिधाइदिन्छु क्या मैले लम्बा भन्नुहुन्छ भने मलाई 10 वर्षभन्दा पछाडिको म्यामले पैसा दिनुहुन्छ भने म 2 दिनसम्म कन्टिन्यू पढाइदिन्छु त्यसपछि पढाएको थिएँ त्यसपछि बासु भन्ने मेरो सेड्युल पढाएको थिएँ मैले इक्जाम दिएँ मैले पुरा एकाउन्टको त्यत्रो ठुलो बुकेर गएको त छिट्छ नलाग्यो टप टिचरले समात्यो पछिको कति पढ्यो त्यहीबाट थाहा हुन्छ यहाँ त अब यत्रो बाक्लो बुक त राख्छु यहाँ अगाडि देख्दैन यसो हेऱ्यो बुक यत्रो ठुलो आएर छ जम्मा एउटा होइन सर्टभित्र छ फेरि त्यो निकाल भने यसरी निकालेको त यत्रो ठुलो बुक यत्रो बुक ए त्यसले बुक ल्याइस् एकछिन राखेँ इक्जाम लास्टमा भयो के नि म कति लकी हेर्नुहोस् इक्जाम दिएँ इक्जाम दिइसकेपछि एब्सेन्ट रिजल्ट आइदिरहेको क्या +2मा एब्सेन्ट रिजल्ट आयो अब म त फेल हुनेवाले थिएँ तपाईँको 30 कम्तीमा बढीमा 30 आउने थियो 35मा त पास थियो यो चाहिँ मैले टार्गेट गरेको नम्बर हो 34 32 चाहिँ आउला कि मलाई चाहिँ ठक फेल क्या अनि केटाहरूलाई भने साथीहरूले तिमीहरू त एब्सेन्ट आयो त रिजल्ट मेरो त मार्क्स उस आइदिएन मार्कसिट आइदिएन अनि उसले भने हेर भयो अब एप्लिकेसन चाहिँ पास रे क्या हेर्नु उसले के हुँदो रहेछ भन्दा चाहिँ अब यो एब्सेन्ट भयो भने एप्लिकेसन चाहिँ मैले लगेर तपाईँको चाहिँ कलेजबाट चाहिँ तपाईँको सानो ठिम्बामा गरेपछि चाहिँ उसले चाहिँ के गर्दो रहेछ त भन्दा चाहिँ 36 मार्क्स हाल्दो रहेछ क्या म्याम मिनिमम मार्क्स त म पास अब पछि मलाई त्यो मार्कसिट रेजल्ट आयो मैले यसो हेरेँ हेर्नुहोस् मेरो तपाईँको रेकर्ड के थियो भने यसमा पनि तपाईँको 36 यसमा पनि 36 यसमा पनि 36 यसमा पनि 36 रहेछ क्या दाइलाई यसो देखाएको यार तिमीले गिनिज बुकमा नाम रेकर्ड गरेको 36 4वटा सब्जेक्टमा आएको त जिन्दगीमा संसारमा कसै पनि हुँदैन +2मा मेरोमा 4वटा 36 छ क्या मेरो दाइको तपाईँको विद्याधरसँग पढेको उहाँको तपाईँको एसएलसीमा 91% छ त्यही वर्ष तपाईँको बोर्ड फर्स्ट ल्याएको हाम्रो दाइको ब्याचको तपाईँको 96 कति छ 96 जस्तो लाग्छ मलाई पर्सेन्ट त्यति बेलाको अब 91 तपाईँको मेरो दाइको छ एसएलसीमा मेरो चाहिँ यस्तो छ क्या त्यस्तो गौरवास्ती म चाहिँ पढाइमा म जस्तो विद्यार्थी तपाईँको लागि भइदिएको त्यो चाहिँ तपाईँको लागि एकदम च्यालेन्जिङ हुन्छ क्या
अहिले चाहिँ तपाईँको पढाइमा च्यालेन्जिङ भने कि साइकोलोजिकली, फिजिकली, मेन्टली, हेल्थको इस्युजको कारण चाहिँ तपाईँको अगाडिको बच्चा चाहिँ तपाईँको लागि च्यालेन्जिङ भयो। पढाउँदा बुझ्दै बुझ्दैन। किन भन्दा तपाईँले हेर्नुहोस्, कतिपयको बच्चा त तपाईँको अन्डर 10 वर्ष, 9 वर्ष, 8 वर्षको तपाईँको बच्चाहरू होला। यो 8 वर्ष, 10 वर्षको बच्चालाई तपाईँले साइकोलोजिकली हेर्नुहुन्छ भने मेरो छोराले म्याक्सिमम तपाईँको 10 मिनटको भिडियो मात्रै हेर्छ। हामीले तपाईँको 3 घन्टाको भिडियो हेर्थ्यौँ क्या। ल हेर्नु कहाँबाट कहाँ झरेको छ। तपाईँ फोकस तपाईँको चाहिँ हेर्ने अथवा धैर्यताको सिस्टम हेर्नुहोस्, कति सय % घटेको छ। यो 3 घन्टा, यो तपाईँको 10 मिनट। तपाईँभन्दा अगाडि अलि भएको बच्चा, त्यही भएको कारणले तपाईँले साइकोलोजिकली तपाईँले बच्चालाई एकदमै ठुलो एग्रेसिभ गर्नुपर्छ। किनभने तपाईँले पढ्नु भएको कुरा तपाईँको बच्चाको लागि इनफ छ। तपाईँको एक्सपिरियन्स, तपाईँको सर्टिफिकेट, तपाईँको चाहिँ लगाव, तपाईँको चाहिँ इन्ट्रेस्ट, सबै कुरा मिलेको छ। तर कहिलेकाहीँ हाम्रो इन्ट्रेस्ट 100% चाहिँ छ, मिल्छ। तर अगाडिको मान्छेले त्यो भ्यालु तपाईँले दिनुभएको कन्टेन्ट डेलिभरी गर्दा ठक एक्सेप्ट गर्दैन। रिजल्ट 0%। हेर्नुहोस्, रिजल्ट 0%। यदि तपाईँले प्रोफेसनल हुँ, म प्रोफेसनल हुँ, म स्कुल सेक्टरको प्रोफेसनल हुँ, म बिजनेस सेक्टरको प्रोफेसनल हुँ, यदि मैले भन्छु भने तपाईँले के गर्नुभएको छ भन्नेसँग मिनिङ हुँदैन। तपाईँको रिजल्टसँग मिनिङ हुन्छ। तपाईँको रिजल्ट चाहियो क्या। मैले तपाईँलाई अहिले पढाउँदैछु भने मैले रिजल्ट चाहियो क्या, अनि मात्रै मैले काम गरेको हो भने बुझिन्छ प्रोफेसनल लाइफमा। पढाउनु त जसले नि पढाउँछ नि। तपाईँले पढाइदिनु भयो 2 घन्टाको, तपाईँको चाहिँ 45 मिनटको सट्टा तपाईँले चाहिँ ल 3 घन्टा 90 मिनट पढाइदिनु भयो। पढाएर मात्रै भयो त, रिजल्ट खै? रिजल्ट भएर नै यसको मिनिङ हुन्छ? भ्यालु बस्यो त्यसको बस्दैन। रिजल्ट चाहियो क्या। त्यो टिचर होस्, बाहिरको काम बस्ने मान्छे होस्, स्टाफ होस्, बिजनेसम्यान होस्, ऊ भाइहरू जस्तो होस्, म जस्तो बिजनेसम्यान, प्रिन्सिपल होस्, स्टेट डाइरेक्टर, जोसुकै होस् कि स्टेक होल्डर होस्, प्रोफेसनल यदि हो भने उसको हेरिने रिजल्ट हो। उसको अनुहार, गति, हाइट, वेट, उहाँ भएर कति हुन्छ उस्तै छ। उहाँ त अझ धेरै राम्रो हुँदो रहेछ। म त हेर्दा पुरा हर्का राम्रो जस्तो अनुहार। मेरो बुढी यति खुसी छ होइन। पहिला मैले हर्का सामनासँग बिहे गरेँ, यही मान्छे भोलिपछि महावीर गुण जस्तो हुन्छ नि क्या। दुवै मान्छे चर्चित, हर्का सामु पुरा चर्चित भयो अहिले होइन। अब तपाईँको महावीर गुण अहिले त्यत्रो साइन्टिस्ट, अब भोलिपछि म त्यस्तै हुन्छ होला क्या। यसो हेर्छु, म त लकी मान्छे रहेछु नि त। 2जनासँग त मेरो धेरै कुरा मिल्यो नि त होइन। हेर्नुहोस् है, अब म क्लास स्टार्ट गर्छु। अब तपाईँलाई धेरै लम्बाउँदै हेर्नुहोस्।